हेलो अनि सबैलाई नमस्ते। आज पनि हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म तल साधोबाट जाँदैछु अनि भिडियो पुरा हेर्नु होला अनि कमेन्ट पनि गर्नुस् है। यो ठाउँलाई चाहिँ चिबाल भनिन्छ। अब यहाँबाट म सिधै लगभग साधोबाट लन हिल पुग्न 4 किलोमिटर जति छ। अब जाँदै गरौँ। आज म अलि रेस खेल्ने मुडमा छैन, त्यही भएर आरामले जाँदैछु, नभए म एकजनालाई पनि टप्न दिँदैन क्या। यस्तो पेलेर आउँछ गाडीहरू। यो बाटो सुनागुटीको बाटो के भनौँ। अघिदेखि म यही ट्याक्सीको पछाडि हिँडिरहेको छु। अझै बाटो कहिले खोल्ने हो। अहिले चाहिँ मैले फ्रन्ट क्यामेराबाट भिडियो बनाइरहेको छु अनि भर्खरै A1 क्याफे थियो यो धोलाइटीमा, भर्खरै कटेँ म। अब साधोबाट लगभग आइपुग्न लाग्यो। आज पनि मौसम चाहिँ एकदम फ्रेस छ अनि पानी पनि परेको छैन। मैले चाहिँ सोचिरहेको थिएँ रेनकोटहरू बोकेर जानुपर्छ भनेर, तर अहिलेसम्म पानी परेको छैन। ल म चोक पनि आइपुगेँ। बाबाजी चाहिँ यहाँ रोडै नहेरिकन रोड क्रस गर्न लागिरहेको थियो, झन्डै मैले उडाइदिएँ। अझै 1-2 मिनट छ जस्तो छ। बरु रेड लाइटमा बस्नुभन्दा यसरी एक राउन्ड घुमाएर म जान्छु। अब फेरि युटर्न लिनुपर्ने हुन्छ।
म चाहिँ सन्दीपलाई वेट गरेर आएको छु। ऊ चाहिँ रहेन रहेछ पसलमा। फाइनली सन्दीप पनि आइसक्यो र अरू कामहरू सिद्धाएपछि चाहिँ मेरो बाइकको टर्न आउने छ। अहिले चाहिँ एन्ट्रोको फुल सर्भिसिङ चलिरहेछ। भर्खरै नयाँ टायर हालेर पनि सकिसक्यो। 125 सीसी हो। फाइनली अब मेरो बाइक बनाउने पालो आइसकेको छ। अब मेरो बाइक बनाउनुहुन्छ उहाँले के भन्नु छ? हो र? धेरै धेरै धन्यवाद। कहाँबाट हो तिमी? कहाँबाट आएको? कहाँ? दाँची भने कुन ठाउँ? कुन ठाउँ? साँखुबाट? यतापट्टि आएको तिमी? ल भाइको बर्थडे रहेछ है आज। ह्याप्पी बर्थडे भनिदिनु ल सबैले कमेन्टमा। तिम्रो नाम चाहिँ के हो? युट्युब नाम के हो तिम्रो? नाम के हो? नाम रुपेश। रुपेश के अधिकारी? श्रेष्ठ। रुपेश के अरे? श्रेष्ठ। ल ठिक छ। ल घर जाऊ ल। घर कहाँ हो तिम्रो? घर कहाँ हो? घर कहाँ हो? भन न। ल अझै 1-2 वर्ष चल्दैन यतिले? चल्यो। फाइनली मेरो बाइक पनि रेडी भइसकेको छ। ब्रेक पनि एकदम मक्खन भइसकेको छ। चस्सै एक औँलाले यति तान्ने बित्तिकै एकदम झ्याप्पै लाग्छ है त।